हेलो मेरो सम्पूर्ण इष्टमित्र टिकटकको प्यारो प्यारो साथीहरू सबैजनालाई यो 2073 सालको धेरै धेरै शुभकामना व्यक्त गर्दछु र देश विदेश स्वदेश जहाँ हुनुहुन्छ हाम्रो जति पनि नेपाली दाजुभाइ तथा दिदीबहिनी आमा बुबा लगायत सम्पूर्ण परिवारलाई म कल्पना घिमिरेको तर्फबाट 2073 सालको मनैदेखिबाट धेरै धेरै शुभकामना दिन चाहन्छु। फाइनली आज मेरो ग्वारखु बीएमबी हस्पिटलमा अपरेसन भएको थियो पित्तथैलीको। त्यसपछि अर्को पनि भएको थियो, दुईटा सर्जरी भएको थियो। फाइनली सक्सेसफुल भयो अपरेसन पनि। आज 12 दिन भयो अपरेसन गरेको र म सकुशलै छु। हजुरहरूको माया र आशीर्वादले गर्दाखेरि म आज सकुशल भएर हजुरहरूको माझमा यो शुभकामना दिन पाएको छु। सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, जतिजनाले मलाई मनबाट सहयोग गर्नुभयो। र अनि यो ग्वारखु बीएमबी हस्पिटलको डाक्टरलाई पनि एकदमै धेरै मनैदेखिबाट धन्यवाद दिन चाहन्छु। साँच्चै नै यस्तै मान्छे भएको भए कति धेरै खर्च लाग्थ्यो होला। आज उहाँहरूले पनि मलाई मेरो दुःख, मेरो पीडा, मेरो समस्या सबै कुरा बुझेर उहाँहरूले एकदमै सस्तो मूल्यमा मेरो अपरेसन गरिदिनु भयो। थ्याङ्क यू सो मच। हाम्रो डाक्टर निरज वैद्य सरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँ हुनुहुन्थ्यो मेरो अपरेसन सर्जरी डाक्टर निरज वैद्य बीएमबीको सबैभन्दा ठुलो एकदमै ओनर हुनुहुन्छ। उहाँलाई एकदमै धेरै थ्याङ्क यू सो मच, धन्यवाद। यसै गरी हजुरहरूले दुःखी पीडितलाई पनि सहयोग गरिदिनु भयो भने उहाँहरूले पनि मैले जस्तै नयाँ जीवन पाउनेछन्। र धन्यवाद। बीएमबी हस्पिटललाई मनैदेखिबाट सम्मान गर्न चाहन्छु। मेरो एकचोटि मात्रै भएको होइन अपरेसन, 5 चोटि भइसक्यो। तर 2 चोटि चाहिँ मैले बीएमबीमै अपरेसन गरिसकेँ। आजभन्दा 1 वर्ष अगाडि पनि मैले काठमाडौँ बीएमबी हस्पिटलमै एकदमै सस्तो मूल्यमा अपरेसन गरेको थिएँ र त्यतिखेर पनि मैले नयाँ जीवन पाएको थिएँ र अपरेसन सक्सेसफुल भएको थियो। र अहिले पनि बीएमबीमै अपरेसन भएको